यो जिन्दगी यता टाल्यो उता उध्री जान्छ के गर्ने सबैजना जान्ने सुन्ने सबैजना नेता राजनैतिक भ्रष्टाचार मौलाइरहेछ देश जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो ठुलो जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो बेकारको कुरा छाड्दै लखर लखर बुलो कति बन्नु मुख दर्शक बोलिदिउ कि पाक्क विसङ्गति व्यथितिले भए सबै वाक्क चिन्ता मात्रै कति लिनु गर रमाइलो आहा हल्का रमाइलो ओहो हल्का रमाइलो ए होइ हल्का रमाइलो ओइ ओइ हल्का रमाइलो ओइ ओइ हल्का रमाइलो बिचारा त्यो बल्छी दिमागै खुस्क्यो है हामीलाई त टेन्सन भयो त्यही टेन्सन भुलाउनलाई बुढाबुढी मिलेर रक्सी खाएको बल्छीले त कति दुःख गरे दुःख त कति गरे नि बाँधेर दाइ कुरै नगर्नु ठुल्बा लाउन के गर्ने होला है म त झन् यो कुरा सुनेदेखि नै त्यसै बिलखबन्दमा परिछु नानी म त कहाँ जान्दछु त नि यस्तो कुरा डाक्टरले के भनिन्छन् त्यही गर्नु पर्यो नि अब डाक्टरले त बिरामीलाई खुसी राख्नु बिरामीले जे भन्छ त्यही गरिदिनु भनिरहेछ नि अब बल्छु बिहे गर्दै भनेर बसिरहेछ आमा पुपु अब के गर्छौ त बल्छी बाबुको अर्को बिहा गरिदिन्छौ त खै साउनी म हुँदाहुँदै अब अर्को बुढी कसरी भित्र आउनु अब डाक्टरले जे भन्नु त्यही गर्नु भनेको छ भनेपछि गरिदिनै पर्यो नि जिन्दगीभरि बिमारी बनाएर राख्ने कुरो पनि त भएन सौता मिलेर बस्नु नि के भयो त नानी म त तिमीलाई देखेर पो बिलखबन्दमा परेँ घ्यार्छौ होला तिमीले के चाहिँ गर्ने होला त ए ठुलो बा मलाई एउटा आइडिया आयो के हो भन्छु ए पुको बल्छीले मान्छे चिन्दैन होइन चिन्दैन तर घरिघरि त खै छोड्छ क्या हो चिन्छ पनि घरिघरि चाहिँ मान्छे चिनेको बेलामा चाहिँ केही उपाय लाउँला अरू बेला चाहिँ मलाई दामी आइडिया आयो भन्थ्यो त्यसो भए केटी माग्न जाउँ के टुवा पर्या नि तिमीलाई नै हो क्या केटी बनाउने यसो गरौँ म केटीको बाउ बन्छु मेरो बुढी आमा बन्छ बाउलाई लमी बनाउने त्यसपछि तिमीसँगै बिहा गरिदिने तिमीसँग बिहा गरेर ल्याइदिइसकेपछि त्यसको दिमाग पनि ठिक हुन्छ मान्छे पनि ठिक भयो बिहे पनि तिमीसँगै भयो राम्रो भयो नि त मेरो आइडिया राम्रो छ है ठुलो मेरो बुढो त आइडिया मास्टर हो नि ठुलो बा है बल्छीलाई भेटेर कुरो अगाडि बढाउनुहोस् लौ त लौ यति काम मैले अर्ने गरेँ बिहे गर्ने त्यसपछि दुले ल्याउने घरमा गरेर नि थाङकुरी बजाउने मेरो बिहे कहिले हुने हो मेरो बिहे कहिले हो किन गर्न पर्यो बिहे म हुँदाहुँदै ओइ तँ को हो तैँले जे भने त्यही मान्ने हो म तँ को हो खास हाम्रो घरमा बसेर नि को हो बुहारी नि बुहारीलाई थर्काउँछस् भाइ बुहारी गर बिहे कहिले हुने हो ए नानी छोटे बल्छी बाबु बल्छी बाउ तेरो बाउ बल्छी आमा तँ बल्छी तेरो सागा सन्तान बल्छी ओए घरि आइरह हुन्छ कपाल फुल्या मान्छे ठुल्बा ल्याङ्ग्रे ठुल्बा बान्द्रे दाइको बा बान्द्रे भने को साथी साथी
मेरो साथी मेरो साथी हो मेरो साथी नसक्ने भइ मेरो 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 बिहे कहिले गरिदिनु मेरो बिहे हजुरको बिहे गरिदिने भनेर मैले केटी ठिक्क पारिछु। ठिक्क पारेछ केटी हो र अब हेर्न जानु पर्यो केटी हेर्न जाने केटी एकछिन अनि केटीका बा आमा कस्ता छन् तिनीहरू बुझ्नु पर्यो घर कस्तो छ सबै कुरा मिलाएर अनि बिहा गर्ने हो नि। बाबु भन्यो म त बिहे गरेँ त बुढीलाई त मै खाइदिनु यसरी मेरो खाइदिनु ल पनि खानु होला के खानु होला मै खाइदिने हो। अनि मन्दिरमा गएर प्याप्या पारेर बिहार पर्छ मलाई त मन्दिरमा मात्रै होइन तैँले भन्छस् भने सगरमाथामा लगेर बिहे गरिदिन्छौ एक बारको जुनीमा हिमालमा के हिमाल हिमाल भन्छ भन्दा कसरी होइन यो त ठिकै भन्यो नि त नानी हिमालमा जाडो हुन्छ भन्यो ऊ फर्कियो कि क्या हो त फेरि त्यस्तो भइदिए त हुन्थ्यो नि। ए भगवान राखेको सिरक सबै लतारेर लाउँछ नि यो को त यो फेरि को जाडो के भयो गरेको के जाडो भयो जाडो जाडो यसको के होस् आउँथ्यो भने ठुलमालाई खाएर ए जाडो भइसक्यो हिमाल हिमाल म त मरे लाउनु शङ्ख कहाँ छ शङ्ख कहाँ छ घाँडो चाहियो घाँडो ए पुकु आउ न यहाँ भनेको यो बुढो मर्यो रे यो नि मर्यो म नि मरे ओइ साँच्ची मरेपछि माथि स्वर्गमा गएपछि बिहे हुन्छ हुन्न बिहे हुन्छ हुन्न बिहे हुन्छ बल्छी के गरेको के को बल्छी कहाँको बल्छी को बल्छी कहिलेको बल्छी है हामी मऱ्यौँ है सर त्यसो नगर्नु सर हामी मरेको यहाँ बल्छी धुर्वेको घर कहाँनिर होला बल्छीको घर ऊ यहाँबाट सिधै जानु होइन त्यहाँ गइसकेपछि एउटा यसो जाने बाटो आउँछ भेट्नु भएन भने त्यहाँ सोध्नु न त्यहाँ सोधेपछि जसले भए पनि भनिदिन्छ क्या बल्छीको घर दाइ भनेर गयो तँलाई भने मलाई भने अनि को रहेछ बल्छीले खोज्दै आएको हो बल्छी बिरामी छ भनेर सुनेको थिएँ मैले डक्टर सटर कोही होला नि उपचार गर्न आएको त्यो चाहिँ हुनसक्छ है खै मेरो पाले चलिस क्या हो खेल्न अनि केटी हेर्न जाने हो मेरो बिहेमा मासु भात खाने हो नाच्नु पऱ्यो सबैजना केटी हेर्न जाने हो मेरो बिहेमा मासु भात खाने हो नाच्दैन नाचिसक्यो अघि हो केटी जाने हो मेरो बिहेमा नमस्कार नमस्कार यो गाउँमा बल्छीको घर कहाँनिर हो तेरो बाउ बल्छी को बल्छी तँ बल्छी तेरो शाखा सन्तान बल्छी को बल्छी कहाँको बल्छी के भने को बल्छी मलाई आउँदैन यसरी दुखे सर अलिअलि मलाई त रिस उठ्छ क्या त्यत्तिकै बल्छी रे बल्छी भनेर सुनिला नि म दिन्छु नि फेरि हजुरहरूको केही काम थियो कि बल्छीसँग को बल्छीसँग बोल्दाखेरि अलिकति विचार पुर्या म त फेरि बङ्गारसँग झारिदिन्छु क्या म त केटी हेर्नु जानु लाग्यो केटी हेर्नु जानु लाग्यो मेरो त बिहे हुनु लाग्यो नि त प्याप 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 तपाईँहरू पनि आउने हो मेरो बिहेमा आउने नाच्न आउनु है है नाच्नुपर्छ कति रमाइलो हुन्छ बिहेमा म त सुवाको रात मनाउने केटी ल्याएर उहाँ यस्तै हुनुहुन्छ के गर्नु अनि केही काम थियो कि उहाँसँग केही काम थियो कि हामी कामै भइरहेकोहरू हामी चाहिँ गरिबी निवारण कोषबाट नावली सङ्कलन गर्न आएको ए गरिबी निवारण कोषबाट पाल्नु भएको रहेछ हजुरहरूले खोजेको मान्छे बाबु नै बाबु मलाई खोज्नु भएको हो भन्नु निकै दियो निकै दियो ए बाबु
मलाई मन पर्यो बाबु मन पर्यो मलाई मन पर्यो बाबु तिमीले बिहे गर्ने केटी उहाँ होइन, उहाँ त अफिसबाट आउनु भएको। बाबु बाबुलाई हामी केटी देखाउन जान लाग्यो क्या। अफिसबाट किन आउनु भयो तपाईँहरू? मलाई तर केटी मन पर्यो। नडराउनु नानी, यो बाबुको अलिकति दिमागले काम गर्न। तेरो चाहिँ गरे होइन होला, कसले गरे होइन भने हात हालिहाल्नु पर्छ त। मैले भन्न नि पाइनँ, जम्मै कुरा नि भन्न पाइनँ, यस्तै छ यसको दिमागले काम गरे होइन कि मन पर्यो। हजुरहरू त्यहाँबाट त आउनुभयो, ठ्याक्कै काम चाहिँ के थियो होला कि? उहाँ चाहिँ यो गाउँको सबैभन्दा गरिब भन्ने सुनेर केही रात दिउँ कि भनेर आएको। ए म गरिब तेरो बाउ गरिब, तेरो शाखा सन्तान गरिब, तँलाई मारिदिन्छु अब। तेरो बाउ गरिब, तेरो हजुरहरू भाग्नुहोस् त, भाग्नुहोस्। मैले कसो गर्ने होला? समाजको मान्छे मारिदिन्छु। मलाई गरिब भन्यो त्यसले, गरिब मलाई गरिब भन्यो। होइन गरिब हो, कसले भने म गरिब भनेर? कसले गरिब भन्यो? तिनीहरू त झुकिएर भनेको क्या। त विनोद चौधरी भन्दा पनि धनी मान्छे। मैले त अनि नमस्ते गरिरहेको हुन्छु, धनी भएको देखेर। विनोद चौधरी भन्दा नि धनी हो नि बाबु, हो नि बाबु। ओए अबदेखि मलाई गरिब भनेर तिम्रो रानी तिमीहरूको म बङ्गालसँग झारिदिन्छु। अब बरु मेरो बेबा पत्रका नाम हामी केटी हेर्न आएको, बाबुलाई दुलै देखाउने हो नि त आज। हामी जाम बाबु, हिँड त बा। ओइ ओइ हल्का रमाइलो किन लिन पर्यो ढुङ्गा फेरि? मैले लिएँ त। ओए बाबु जाम नरिसाइ जाने हो। सुन्न भाइ, जोर मैले बेगनगिरी कति चाहिँ आकाशकी चन्द्रमा जस्ती झललल बलेकी रूपै त्यस्तो। म यो आकाशी चन्द्रमा जतिसम्म बिहे गर्दिनँ म। किन? होइन झन् त्यति राम्रो चन्द्रमा जस्तीसँग बिहे गर्न खोजेको किन बिहे नगर्ने भने नि? चन्द्रमामा कसरी ससुराल जाने पछि? म धरतीको केटीसँग बिहे गर्ने हो, धरतीको केटीसँग। मैले भनिदिएको छु है म्याडम, मलाई धरतीको केटी खोज्ने। धरतीकै केटीसँग बिहे राम्री छ भने के राम्री। तैँले जे भन्छस् त्यसै गर्ने हो बाबु। पुरानो मदानी थियो, यो पनि काम लाग्छ नि त। कहाँ कुनामा फ्यालेर ल्याएर कति जतनले राखेको छु। ए बढी ए पुतली आमा, ए कति करा हो, के भयो? आज छोरीको लागि केटा हेर्न आउँदैछन्। सबै तयारी भयो? अघि सबै तयार गरेछ नि। कहाँ तपाईँ जस्तो हो र? ए अनि त्यो छोरो डाम्नो चाहिँ कहाँ गयो त? ए च्यासे किन बोलाएको बा? के गर्दै थिइस् गदाभित्र? यसो अलिअलि काम हुन्छ नि त। पुतली कहाँ गयो? माथिरै हो नि। बोला पुतलीले। ए पुतली पुतली होइन कहाँ छेस् भनेको बाले बोलाइसके। हेलो ड्याड, किन बोलाइसकेको के मलाई यसरी? ए पुगो, मसँग त इङ्ग्लिस टुङ्ग्लिस बोल्नु पर्दैन क्या। इङ्ग्लिस टुङ्ग्लिस हिन्दी उर्दू जुन जुन बोल्दा मलाई त्यो बल्छीसँग बोल्नु। त्यसले भाषा नबुझिकन तिमीलाई बिहे गरेर लैजाओस्। अनि जब भाषा बुझ्न थाल्छ उसले तिमीलाई चिन्छ नि, अनि तिम्रो घर गरी राम्ररी खानु, त्यति हो। त्यही त। अरे डेभिडजी, तपाईँले पनि त्यसरी बोल्नु पर्दैन क्या, राम्ररी बोले हुन्छ। आम्बो पुरै भावनामा डुब्दिरहेको क्या म चाहिँ होइन। हुन पनि हो क्या, के गर्नु बेला बेलामा कि दिहरू चलिदिन्छ होइन, हप्याक्स भइदिन क्या। अन्त के भन्छ, यत्रो मिहिनेतहरू गरेको छ होइन, जसरी भए पनि ज्वाइँलाई विश्व त बनाउनु पर्यो नि। खोइ त नि, बल्छी बाबुलाई बुवाले कति बेर लिएर आउनु? घरदेखि है बाबु हजुर।
पितुको घर आइपुग्यो एकदम मिठो तरिकाले कुरा हाल्नुपर्छ है कहिले तँ भने मलाई तँ भनेको मैले बोल्न जानिनँ नि त ल त्यसो नभन्न भन्दा त फेरि म त घुमाएर दिन्छु है तिमी अगाडि लिएर बिहे गर्ने मान्छे हो बिहे गर्ने मान्छेलाई तपाईँ भन्ने हो हजुर तपाईँ तैँले तिमीले जे भने पनि मान्छु त नि ल होइन होइन हजुरले ल त्यति राम्रो छ नि चन्द्रमा धपक्क बलेकी मुहा मैले फेरि भनिसकेँ चन्द्रमासँग होइन धरतीको सँग धरतीकै मोटर चढेर आउने ल मोटर चढेर ल आइपुग्नु भयो बसौँ बस भए एकछिन बस्छ बाबु नमस्कार बाबु एकछिन पर्खि म गुन्द्री ओछ्याउ नमस्कार नमस्कार मैले बिहान केटी आयो भुइँमा बस्न केटीको आमा हो केटीको आमा यो केटीसँग मैले बिहान नि अलिअलि कपाल फुलेको चाउरी पुरानो भुलेको गाला फुलेको यतिसँग म बिहे गर्दिनँ म बिहे गर्दिनँ केटीसँग बिहे गर्दिनँ तिमी नकराउनु न मिस तपाईँ नकराउनु होइन होइन ऊ होइन केटीकी आमा केटीको आमा हो कि बाबु म त केटीको आमा हुँ के अरे यो हुम के अरे भने के हो फेरि हुम आमा हुम भने कि आमाले यो हुम के अरे भने गरे के भने छोरी बाहिर आऊ करे पुतले छोरी आउने केटी आई केटी हेलो हेलो गरे मलाई मनै पर्दैन मलाई दुई हात जोडेर नमस्ते गर्नुहुन्छ नमस्ते नमस्ते या नमस्ते नमस्ते केटी मन पर्यो केटी त राम्री छन् ठिकै ठिकै छ अब मन परेपछि बिहे गरेर डोली चढाएर लाने हो बाबु डोली डोली म डोली चढ्दिनँ म डोली चढ्दिनँ म त घोडामा चढ्दिनँ यसरी घोडामा हजुरबा यसरी घोडामा हट हट घोडा हट भनेर लाने म त यसरी लाने घोडामा चढाएर लाने घोडामा म त ससु र बाउ पर्छु नि त त्यसरी बा अनि बाउमाथि कहाँ चढेको त्यसरी केटी ले ले के दार देखाएको यो 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 के लुगा लाएको यो बाबु तलतिर लुगै छैन यस्तो असंस्कारी केटीलाई म बिहे गर्छु यस्तो गर्मी छ यतिको त अनि हुन्छ नि त बाबु शीतलोको लागि लाग्यो क्या बाबु के हो रे बाबु रे बाबु को बाबु को बाबु म तेरो छोरो हो म तेरो छोरो तैँले मलाई कहिले पाइ म बल्ल अलि न चाहिँ लु केटी मसँग साँच्चीको बिहे गर्ने अलिकति राम्रो लुगा लाग्यो ए छोरी जाऊ वा अर्को लुगा लाएर आऊ गरे जाऊ पुतली जाऊ जाऊ नानी अलि लामै लाएर आऊ त जाऊ बाबु आएर यहाँ बस बस्छु म त बस्छु नि म त बसिहाल्छु म त बजारै भन्यो त्यही त सजिलो बस्यौँ बाबु अनि त्यो ढाका टोपी लाउने सेतो लुगा लाउने चाहिँ को फेरि तेरि म केटीको दाइ हो के दाइ ए दाइ ठिकै छ बहिनीलाई बिहे गर्न आउनु भएको रहेछ भोलि बिहे गरिसकेपछि तलमाथि केही भयो भने चाहिँ राम्रो हुन्न नि फेरि हजुर के भन्नुभयो राम्रो हुन्न कस्तो राम्रो हुन्न राम्रो हुन्न भने के बाबु चिसो पानी खुवाउँका हुने होला जय साहबलाई पानी पानी म पानी खाने जस्तो देखिन्छ मलाई खुवाउने हो भने भैँसीको दुध खाम गाईको दुध खाम मै खाम दही खाम म यो भैँसीको पानी खाने खाले होइन मलाई दुध खानु दुध हुने होला जय साहब दुध खाउँला कि पछि अहिले भैँसी पाला छैन पछि भैँसी पाला के हो रे भैँसी पाले छैन 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 यो दुईटा मलाई पछाडि चुपचुप भनेको हो अहिले खाला त्यसो नहर्न ओ बा म तेरो बा हो